निकाले बच्चों को सिस्टम डिवाइस कर गूगल से नहीं करी ये तो चाहे हाँ हेलो एकछिन सबैजना आफूलाई अनम्युट गरेर बोला त उताबाट बोर्डहरु राम्रो निक्सिने भोइसहरु सुनिरहेछ कि नै हो भोइसहरु राम्ररी सुनेछ केटा हो हो ओके ल ल 5 मिनेट दिइहालौँ टाइम भयो छैन अहिले टाइम भइरहेछ भने स्टार्ट गरिहालौँ ल ठ्याक्कै हामी 7 बजेदेखि हिट च्याप्टर हुन्छ है जबसम्म निकालेर जति पढाइ बस्यो त्यो पढेर बस्छ ओके अहिलेसम्म आएन नि उल्टा हेरिरहेछ उल्टा हेरिरहेछ हो हो र रुखै म मिलाइरहेछु है मिलाइरहेछु ल एकछिन है म मिलाइरहेछु
भयो अब हेर त होइन अब सिधा भएन होइन सिधा छैन अहिले पनि सिधा हेरेन र तिमीहरूलाई होइन के गर्छ मतिर त पुरै सिधा हेरिरहेछ अरे यहाँ हेरिरहेको छैन रोटेट गर्न आफ्नो मोबाइल एकचोटि रोटेट गर्दा ओए रुका अरूजना बोला त एकचोटि उल्टा हेरेछ कि सिधा चुप त तिमीहरू उल्टै छ सर तिमीहरू आफ्नो एकचोटि मोबाइल फोन रोटेट गर्दा अटो रोटेसनमा लगा त गरिलियो तर पनि उल्टै छ हो फोटो भेजिरहेको छु हेरिलिनु होला सर फोटो हेरिलिनु हो सिधा भयो अब सिधा भयो ल भयो हो चुप है अब कोही नबोल ल ओए साइलेन्ट एकदमै राइटिङ बुझेछ नि केटा हो ल आऊ है अब ओए तपाईलाई तिमीहरू अब
लेखा त यो राइटिङ बुझेछ सबैले लेखा त छिटो अनलाइन लेखिसकेपछि भन है भयो सबैजना लेखिसक्यो हो Yes, sir. सुनाइ अब ल लिसन है अब आऊ त हामी एप्लिकेसन अफ कन्भेक्सन अफ हिट इन अ डेली लाइफ पढ्यौं अर्थात जुन हिट हाम्रो कन्भेक्सन भइरहेको हुन्छ नि त्यसको एप्लिकेसनहरु पढिरहेको छौं त्यसको फाइदाहरु किन कन्भेक्सन हाम्रो लागि एकदम आवश्यक छ कन्भेक्सन नभए पनि हुन्थ्यो नि हिटको कन्भेक्सन नभए हिट ट्रान्सफर नभइदिएको भए हुन्थ्यो तर पनि हामीले के चाहिँ यसको के छ एप्लिकेसन छ कन्भेक्सन हाम्रो लागि एकदम आवश्यक हुन्छ त्यही भएर यसको हामी एप्लिकेसनहरु पढिरहेका छौं यसको एप्लिकेसन मतलब यसको फाइदाहरु यसले के वर्कमा हेल्प गरिरहेको हुन्छ त्यो पढ्न गइरहेका छौं बुझिरहेछ सबैले त फर्स्ट यहाँ के भनिरहेछ भेन्टिलेसन तिमीहरुलाई थाहा छ घरहरु जब बनाइन्छ तिमीहरु हेर्यो होला घरको टप साइडतिर वालमा टप साइडतिर भेन्टिलेसन बनाइन्छ त भेन्टिलेसनले के काम गर्छ भने भन त तिमीहरु थाहा छ तिमीहरुलाई वालको टपतिर जस्तै यहाँ छ नि वालको टपतिर चाहिँ बनाइएछ भेन्टिलेसन त्यसले के वर्क गरिरहेको हुन्छ हावालाई आउन र जान अब त्यो तलतिर नबनाएर माथितिर नै किन बनाइएको हुन्छ थाहा छ तिमीहरुलाई किनभने हामीलाई थाहा छ कन्भेक्सन भनेको हिटको ट्रान्सफरिङ हो त्यो पनि केमा एयर ग्यास र अनि लिक्विडमा जब के हुन्छ हावा तातो हुन्छ हिटले गर्दा अनि त्यो के भइदिन्छ एकदम लाइट वेटको भइदिन्छ अनि लाइट वेटको हुने बित्तिकै त्यो के हुन्छ माथितिर उडेर जान्छ अनि त्यसको स्पेस लिन के हुन्छ अरु ठाउँबाट चिसो हावा आउँछ अब माथितिर भेन्टिलेसन बनाउनुको रिजन के भयो कि हावा तब लाइट वेट हुने बित्तिकै माथितिर जान्छ तलतिर त बस्दैन त्यही भएर माथिबाट के होस् त्यो हावा बाहिर निस्केर जाओस् भनेर के गरियो भेन्टिलेसन इन्स्टल गरिन्छ बुझिरहेछौ सबैले अनम्युट गर्न हो ल त्यसपछि अब अर्को द कुलिङ चेस्ट इन अ रेफ्रिजरेटर यहाँ के भनिरहेछ फ्रिज त सबैको घरमा होला नभए केही फरक पर्दैन तिमीहरु हेर्न पनि सक्छौ साथीहरुको घरमा यो जुन कुलिङ चेस्ट हुन्छ नि जसले फ्रिजलाई कुल गरिराख्नु हुन्छ त्यसलाई फ्रिजको जहिले पनि टपतिर राखिएको हुन्छ सेम त्यही कुरा हुन्छ किनभने कन्भेक्सनकै कुरा आउँछ जब कन्भेक्सन हुन्छ एयर र हाम्रो के भनिन्छ वाटर लिक्विडमा अनि के हुन्छ जब एयर वा लिक्विड जब हिट हुन्छ नि अनि हिट पाउने बित्तिकै उनीहरुको वेट अनि डेन्सिटी के भइदिन्छ कम भइदिन्छ जसको वेट र डेन्सिटी कम हुन्छ हामीलाई थाहा छ त्यो के गर्छ फ्लट गर्छ कि नै अनि त्यही भएर के हुन्छ
एयरहरू रेफ्रिजरेटरमा एयरहरू वा वाटरहरू के भनिन्छ भेपर भएर माथितिर हुन्छ अनि त्यसको स्पेस लिएर के हुन्छ अरू ठाउँबाट चिसो हावाहरू आउँछ अनि के भइरहेको हुन्छ त्यही हावा फेरि चिसो भएर मोइस्चरको रूपमा के भइरहेको छ रेफ्रिजरेटरले वर्क गरिरहेको हुन्छ बुझिरहेछौ यदि चेस्टहरू माथितिर नबनाइएको भए रेफ्रिजरेटरले कुनै पनि कुरालाई चिसो गर्न सक्ने थिएन वा बरफ जमाउन सक्ने थिएन बुझ्यौ यहाँसम्म त्यसपछि अर्को एप्लिकेसन कूलिङ चेस्ट सरी द इन्स्टलेसन अफ एयर कन्डिसन इन अ रुम जुन रुममा एयर कन्डिसनर एसीहरू जुन इन्स्टल गरिन्छ त्यो पनि के गरिन्छ टपतिर नै गरिन्छ तलतिर राखिँदैन किन त्यही कुरा आउँछ कन्भेक्सन अफ हिटकै कुरा आउँछ जब के हुन्छ हिटले गर्दा जब एयर ताप्छ अनि के हुन्छ त्यो माथितिर जान्छ माथितिर जाने बित्तिकै तलतिर के आउँछ चिसो एयरहरू आउँछ माथितिरबाट के भइरहेको हुन्छ तातो एयर निस्किरहेको हुन्छ अनि तलतिर पुरै चिसो एयर बसिरहेको हुन्छ बुझिरहेछौ सबैले त्यसपछि अर्को एप्लिकेसन छ इन्स्टलेसन अफ हिटर इन अ रुम अब हेर जुन रुममा हिटर इन्स्टल गरिन्छ त्यो जहिले पनि कहाँ गरिन्छ थाहा छ तिमीहरूलाई तलतिर गरिन्छ तलतिर किन गरिन्छ तलतिर के हुन्छ सबैजनालाई थाहा छ हामीलाई तलतिर पुरै चिसो एयर हुन्छ त्यो चिसो एयरलाई हिट गर्नको लागि के गरिन्छ हाम्रो घरमा तलतिर हिटरहरू इन्स्टल गरिन्छ बुझिरहेछौ त्यसले के गरिदिन्छ चिसो एयरलाई कुल एयरलाई के गरिदिन्छ हिट गरिदिन्छ अनि हिट गरिसकेपछि त्यो के हुन्छ चारैतिर रुममा स्प्रेड हुन्छ अनि त्यसको ठाउँतिर फेरि अर्को एयर आउँछ फेरि त्यसलाई पनि हिट गरिदिन्छ अनि फेरि चारैतिर के हुन्छ स्प्रेड हुन्छ अनि रुमभरि के हुन्छ हाम्रो हिटहरू ट्रान्सफर भएर बसेका हुन्छ बुझ्यो यो अनलाइन अर्को रहेछ बोइलिङ वाटर जुन वाटरहरू बोइल भइरहेको छ त्यो पनि कन्भेक्सनको हेल्पले नै भइरहेको हुन्छ हिजो अस्ति नै क्लासमा पढ्ने बेला हामी यो कुरा गरेका थियौँ यदि कन्भेक्सन नभइदिएको भए वाटरहरू बोइल हुने थिएन बुझिरहेछौ के हुन्छ जब हामी वाटरलाई बोइल हुनको लागि बोटमा राख्छौँ अनि के हुन्छ हिट पाएर सर्फेसमा भएको वाटरहरू डेन्सिटी कम हुन्छ अनि डेन्सिटी कम भइसकेपछि उनीहरू माथि आउँछ र उनीहरूको स्पेस लिनको लागि के हुन्छ माथिबाट वाटरहरू तल आउँछन् यो साइकल कन्टिन्यू चलिरहेको हुन्छ अनि यही साइकलले गर्दा के भइरहेको हुन्छ हाम्रो वाटरहरू बोइल भइरहेको हुन्छ बुझ्यौ अनि त्यसपछि अर्को रहेछ रेडिएटर गाडीहरूमा रेडिएटर राखिएका हुन्छ रेडिएटरले पनि सेम यही काम गरिरहेको हुन्छ कन्भेक्सन अफ हिट गरिरहेको हुन्छ के गर्छ रेडिएटरको मेन वर्क भनेको के हो गाडीहरूमा यो मेन स्पेसली हुन्छ हाम्रो गाडीहरूमा यसले के काम गर्छ भने हिट एयरलाई के गरिदिने माथितिर पठाइदिने अनि कुल एयरलाई के गरिदिने तलतिर ल्याइदिने बुझिरहेछौ आउ न गाडीहरूमा तिमीहरूलाई थाहा छ हामी वाटर राखिरहेको हुन्छौँ रेडिएटरमा के गर्छ एयर के भन्छ त्यो हाम्रो जुन एयर हुन्छ नि एयर हिट हुन्छ हिट हुने बित्तिकै के हुन्छ त्यो माथितिर उडेर जान्छ अनि कुल एयर के हुन्छ तलतिर आउँछ अनि त्यसले के गर्दा के भइरहेको हुन्छ हामी गाडीहरूलाई हाम्रो के गरिरहेको हुन्छ चिसो बनाएर राखेको हुन्छ इन्जिनहरूलाई बुझ्यौ शीतल न्यानो बनाएर राखेको हुन्छ त्यसपछि अर्को हाम्रो भयो फोर्स कन्भेक्सन भनेको जुन हामी पुरै यस्तो खाले जसमा के गरिरहेको हुन्छौँ हामीहरू एक्सटर्नल फोर्स अप्लाई गरेर के गरिरहेको हुन्छ कुनै लिक्विड वा ग्यासमा हिटको ट्रान्सफरिङ गरिरहेको हुन्छ यो पनि हाम्रो के हो एप्लिकेसन अफ हाम्रो कन्भेक्सन अफ हिट हो बुझ्यौ है अनलाइन क्लास बुझ्यौ एकचोटि फेरि बुझौँ है यहाँ अलिकति स्टुडेन्टहरू आएछन् भर्खर त्यही भएर एकचोटि फेरि बुझौँ ल सुन है हामी एप्लिकेसन अफ कन्भेक्सन अफ हिट इन डेली लाइफ पढिरहेछौँ अर्थात् कन्भेक्सनले के फाइदा हाम्रो लागि गर्छ कन्भेक्सन नभइदिएको भए पनि हुन्थ्यो कन्भेक्सनले पनि पुगिरहेको थियो हो कि नै तर पनि कन्भेक्सनको चाहिएको छ त हामीलाई थाहा छ कन्भेक्सन कुन प्रोसेस हो यो पनि एक टाइपको हिट प्रोसेस हो हिट ट्रान्सफरिङ प्रोसेस हो बट यो चाहिँ मात्र लिक्विड र ग्यासमा हुने गर्छ बुझिरहेछौ कन्डेन्सेसन हाम्रो केमा हुन्छ भन त सोलिडमा हुन्छ तर कन्भेक्सन केमा हुन्छ लिक्विड र ग्यासमा हुन्छ अब यसको के फाइदा छ भने यहाँ हेर भेन्टिलेसनमा अब के गरिरहेको हुन्छ भेन्टिलेसनमा चाहिँ कन्भेक्सनले के गरिरहेको हुन्छ हिट ट्रान्सफरिङमा हेल्प गरिरहेको हुन्छ कसरी भने तिमीहरू हेर होला घरमा जुन घर बनाइन्छ यही हेर न त्यहाँ माथितिर भेन्टिलेसन बनाइएको छ
भेन्टिलेसन माथि बनाउनुको रिजन के भयो, जब हिट कन्भेक्सन जब हुन्छ नि अनि के हुन्छ कि एयरहरू तातेर लाइट वेटका भइहाल्छ। लाइट वेट हुने बित्तिकै के हुन्छ, उनीहरू माथि उड्छन्। माथिहरू उडिसकेपछि के हुन्छ, उनीहरूको ठाउँ लिन के हुन्छ, त्यहाँबाट अरू ठाउँबाट चिसो हावाहरू आउँछ। अब हेर, यदि सपोज यदि सपोज भेन्टिलेसन भएन भने हामी फ्रेस एयर पाउन सक्छौँ, कहिले पनि पाउन सक्दैनौँ। तिमीहरू सुने होला, घरमा मान्छेहरू भन्छन् कि नै, कहिले पनि झ्याल ढोका थुनेर नबस्नु, किनभने त्यहाँ अक्सिजनको कमी भइहाल्छ, हाम्रो कार्बन डाइअक्साइड नै कार्बन डाइअक्साइड भइदिन्छ। त्यही भएर भेन्टिलेसन बनाइएको हुन्छ। भेन्टिलेसनले के हेल्प गर्छ कि फ्रेस एयरलाई ब्रिथिङ गर्नमा हेल्प गरिरहेको हुन्छ, आउन र पठाउनमा हेल्प गरिरहेको हुन्छ। जुन एयर हाम्रो के भइन्छ, कन्भेक्सनले गर्दा हिट भइहाल्छ, त्यो के भइदिन्छ, उडेर माथितिर बाहिरतिर भेन्टिलेसनबाट निस्किहाल्छ। अनि भेन्टिलेसनबाट नै के भइरहेको हुन्छ, अर्को चिसो एयर त्यसको ठाउँ लिनको लागि भित्र आइदिरहेको हुन्छ अनि के हुन्छ, हाम्रो रुममा फ्रेस एयरहरू हामी पाइरहेको हुन्छ। बुझिरहेछौ अनलाइन? त्यसपछि अर्को छ त कुलिङ चेस्ट इन रेफ्रिजरेटर। यहाँ हेर है, यहाँ जुन कुलिङ चेस्ट हुन्छ रेफ्रिजरेटरमा जहिले पनि माथितिर राखिएको हुन्छ। सेम भेन्टिलेसनकै केस आउँछ है यसमा पनि। त्यो माथितिर राख्नुको रिजन के हो, हामी सबैलाई थाहा छ, एयर हिट हुने बित्तिकै के हुन्छ, लाइट वेट भएर माथितिर उड्छ। अब माथितिर नराखेको भए, तलतिर राखेको भए देन चिसो एयर नै चिसो हुन्थ्यो, देन रेफ्रिजरेटर राम्ररी काम गर्ने थिएन। अनि माथितिर राख्यो भने के हुन्छ, चिसो जुन हाम्रो के हुन्छ, चिसो एयर हुन्छ त्यो तलतिर बस्छ, तातो एयर के गरिदिन्छ, माथितिर जान्छ। अनि माथितिर गइसकेपछि त्यो कुलिङ चेस्ट त्यो तातो एयरलाई फेरि चिसो बनाएर चिसो एयरमा कन्भर्ट गरेर अनि फेरि तलतिर पठाइदिन्छ। अनि तलतिर जुन हाम्रो के हुन्छ, रेफ्रिजरेटरमा चेस्टहरू हाम्रो माथितिर राख्नुको रिजन के भयो कि यदि चेस्टहरू सुन्नाइमा ध्यान दिनुहोस् सबैजना, यदि चेस्टहरू हामी माथितिर राखेनौँ भने हाम्रो रेफ्रिजरेटरले कुलिङ सिस्टम काम गर्दैन कुनै पनि अब्जेक्ट। बुझिरहेछौ? अब त्यो चेस्टले के काम गरिरहेको, अब रेफ्रिजरेटर हामी क्लोज गर्छौँ, त्यसमा भएको तातो एयर के भइदिन्छ, लाइट वेटका भएर माथितिर गइहाल्छ। माथितिर जाने बित्तिकै के हुन्छ, माथितिर भएका चिसो एयरले जसले चेस्टले कुल गरेर राखेका चिसो एयरलाई के गरिदिन्छ, तलतिर पठाइदिन्छ। अनि फेरि जुन लाइट हिट भएर जुन एयर माथि गएका हुन्छ नि, त्यसलाई फेरि हाम्रो कुलिङ चेस्टले के गरिदिन्छ, त्यसलाई कुल गरेर अनि तलतिर पठाइदिन्छ। यस्तै यो साइकल कन्टिन्यू चलिरहेको हुन्छ अनि रेफ्रिजरेटरले कुनै पनि कुरालाई चिसो पार्नमा हेल्प गरिरहेको हुन्छ। बुझ्यौ? त काम गरिरहेछ से त्यसपछि अर्को रहेछ इन्स्टलेसन अफ एयर कन्डिसन इन अ रुम। अब हेर, हामी जुन एयर कन्डिसनरहरू एसीहरू जुन रुममा इन्स्टल गरिरहेको हुन्छौँ त्यसमा पनि कन्भेक्सनले हेल्प गरिरहेको, कन्भेक्सन अफ हिटले हेल्प। त्यसलाई जहिले पनि हामी माथितिर इन्स्टल गरेका हुन्छौँ रुममा, टप साइडतिर। बुझिरहेछौ नि? अब त्यसलाई टप साइडतिर इन्स्टल गर्नुको रिजन के भयो कि सेम त्यही हाम्रो भेन्टिलेसनकै कुरा हुन्छ। हामी जब टपतिर राख्छौँ अनि के हुन्छ, तल भएको हिट एयरहरू हिट जब हुन्छ अनि के गरिदिन्छ, माथितिर गइदिन्छ। माथितिर जाने बित्तिकै के हुन्छ, जुन एयर एसी हुन्छ नि, एसीले कुल गरेर राखेको एयरलाई के गरिदिन्छ, तलतिर पठाइदिन्छ। यो साइकल कन्टिन्यू चलिरहेको हुन्छ अनि के हुन्छ, हाम्रो रुम कुल भएर बसेको हुन्छ। बुझ्यौ है सबैले? त्यसपछि इन्स्टलेसन अफ हिटर इन अ रुम। जुन हिटर हाम्रो रुममा इन्स्टल गरिन्छ त्यो पनि कन्भेक्सन अफ हिटले हेल्प गरिरहेको हुन्छ। यदि कन्भेक्सन अफ हिट नभइदिएको भए हाम्रो रुम कहिले पनि तातो हुन सक्ने थिएन। अब हिटरले के काम गर्छ कि हाम्रो रुममा भएको एयरहरूलाई के गरिदिन्छ, तातो बनाइदिन्छ। तातो हुने बित्तिकै एयरहरू के हुन्छ, लाइट वेट भएर माथितिर उड्न थाल्छ अनि चारैतिर स्प्रेड भएर हाम्रो रुमलाई के गरिरहेको हुन्छ, तातो बनाएर न्यानो बनाएर राखिरहेको हुन्छ। त्यस्तै अर्को भयो हाम्रो बोइलिङ वाटर। जुन वाटरहरू बोइल भइरहेको हुन्छ त्यो पनि कन्भेक्सन अफ हिटको हेल्पले भइरहेको हुन्छ। यदि कन्भेक्सन अफ हिट हाम्रो लिक्विडमा नभइदिएको भए वाटरहरू पनि के हुन थिएन, बोइल हुने थिएन। के हुन्छ, जब हामी वाटरलाई बोइल हुनको लागि कोटमा राख्छौँ अनि जब हिट दिन्छौँ त्यो हुन्छ के हुन्छ कि सर्फेसमा भएको वाटर हिट भएर त्यसको डेन्सिटी कम हुन्छ। डेन्सिटी कम हुने बित्तिकै के हुन्छ, त्यो माथितिर आइदिन्छ
माथितिर भएको चिसो वाटर चाहिँ फेरि त्यसको ठाउँ लिनको लागि तलतिर गइदिन्छ। यो साइकल कन्टिन्यू चलिरहेको हुन्छ अनि यही साइकलले के गरिदिरहेको हुन्छ, हाम्रो वाटरलाई हिट बोइल गर्नमा हेल्प गरिरहेको हुन्छ। त्यसपछि अर्को रहेछ रेडिएटर। अब गाडीहरूमा रेडिएटर राखिएको हुन्छ। रेडिएटरको पनि सेम त्यही काम हो। यसमा पनि कन्भेक्सन अफ हिटले नै हेल्प गरिरहेको हुन्छ। यसमा के हुन्छ, रेडिएटरमा भएको तातो एयरलाई के गरिदिन्छ, कन्भेक्सन अफ हिटले हाम्रो माथितिर पठाइदिन्छ अनि त्यसमा के हुन्छ कि चिसो एयर पठाइदिन्छ। त्यसले त्यसले गर्दा के भइरहेको हुन्छ, हाम्रो मेसिनहरू लाइक भेहिकलहरू शीतल भएर नतातिकन चलिरहेको हुन्छ। तिमीहरू कहिलेकाहीँ सुन्यो होला, मान्छेहरू गाडी चलाउँछन् अनि के गरिदिन्छन् कि हेर्छन् कहिलेकाहीँ एकदम तातो भइहाल्छ नि गाडी बन्द गरिदिन्छ। त्यसो हुनुको रिजन के हो, त्यसमा कन्भेक्सन अफ हिट राम्ररी काम गरेको हुँदैन, अर्थात् त्यहाँबाट तातो एयर बाहिर निस्कन सकेका हुँदैन, जसले गर्दा के भइरहेको हुन्छ, गाडीहरू एकदमै हिट भइदिरहेको हुन्छ। अनि त्यसको कारणले मान्छेहरू के गरिरहेको हुन्छन्, त्यसमा पानी हालिरहेको हुन्छ। अब पानीको स्पेसिफिक हिट क्यापेसिटी के हुन्छ, एकदम बढी हुन्छ। त्यसले एकदम बढीभन्दा बढी के गरिरहेको हुन्छ, हिटलाई आफूमा अब्जर्भ गरिरहेको हुन्छ। त्यही भएर मान्छेलाई त्यो गाडीको इन्जिनहरूलाई के गरिरहेको हुन्छ, चिसो पार्नको लागि के गरिदिन्छ, पानीहरू हालिदिन्छ। बुझ्यौ? हेर्छौ सधैँ पानी थोरै हालिन्छ, पानी हालिन्छ। ल त्यसपछि अर्को आयो हाम्रो फोर्स कन्भेक्सन। फोर्स कन्भेक्सनमा पनि हाम्रो के गरिरहेको हुन्छ, कन्भेक्सन अफ हिटले हेल्प गरिरहेको हुन्छ। यदि फोर्स कन्भेक्सन नभइदिएको भए, फोर्स कन्भेक्सनमा हाम्रो यदि कन्भेक्सन अफ हिट हाम्रो फोर्स कन्भेक्सनमा नभइदिएको भए हाम्रो के भनिन्छ, एक्सटर्नल फोर्स लगाएर हामी कुनै पनि हिट के गर्न सक्ने थिएनौँ, ट्रान्सफर गर्न सक्ने थियौँ। जस्तै हाम्रो के भयो, फ्यान भयो। यो फ्यानले के हेल्प गरिरहेको हुन्छ भने फोर्स कन्भेक्सनको रूपमा हेल्प गरिरहेको हुन्छ। यो जब रुम के हुन्छ, तातो भइदिन्छ अनि जब हामी एक्सटर्नल फोर्स लगाइदिन्छौँ अनि यो फ्यानले के गरिरहेको हुन्छ, ओए हट एयरलाई के गरिदिन्छ, माथितिर उडाइदिन्छ अनि त्यसको ठाउँमा चिसो एयर पठाइदिन्छ अनि चारैतिर के गरिरहेको हुन्छ, हाम्रो चार चिसो एयर स्प्रेड गरेर हाम्रो रुमलाई के गरिरहेको हुन्छ, शीतल पारेर बसाइदिन्छ। बुझ्यौ? यो रहेछ हाम्रो इन डेली लाइफको बारेमा। यहाँसम्म कसैलाई केही डाउट छ? ओए आर्थिक साथ छ, क्युट गर्छ, यो चन्दन छ, यो कोही बोलिरहेको छैन, किन बोलिरहेको छैन है तिमीहरू? होइन, प्रब्लम छैन। सबै बुझेछ, अगाडि बढ्दा हुन्छ। हो। ल अब हामी रेडिएसनमा जान्छौँ। ल देखा त तिमीहरू सुन न, म यसको फोटो खिचेर बस यसको रेकर्डेड भिडियोमा हालिदिन्छु युट्युबमा, त्यहाँबाट हेरिहाल्नु न, कमेन्ट टाइम वेस्ट हुन्छ फेरि। ल त्यहीबाट हेर। ल अब रेडिएसन लेखा ओए चुप
बड़ा जल्दी सकिसक्यो टाइम यार। सर हजुर यो तलको 4 नम्बर चिनाइरहेको छैन। म बनाइदिएको छु। ओइ चुपै। तो 4 नम्बर अलि मिलाउनु न। म मिलाइदिएको छु। तो भयो? हो चलेको। नबोल है नबोल। भिडियो हेरिहाल्ने। भयो
भयो ठिक छ साइलेन्ट बस है हो लगिसक्यो ल अनलाइन क्लास भयो सुन न के भनिन्छ यहाँ 40 मिनट टाइम पुगिसकेछ म एकचोटि क्लास लिभ गरिरहेको छु अनि फेरि लिङ्क पठाइरहेको छु फेरि जोइन गर ल यस सर सुनिरहेछ हुन्छ सबैले हो यस सर ल ल ठिक छ ल म फेरि लिङ्क पठाउँछु ठिक छ